हेलो गाइज, आज चाहिँ हामी वैशाखको 9 गते उर्लाबारीबाट फुपा र बदैनी नातिनको बिहे खान धरानको पानमारा जाँदैछौँ। जाँदै हामी अहिले केराबारी चोक स्थित पुगेको छौँ। त्यहाँबाट पछाडिबाट बदैनीले फुल पनि देखाउँदै बसिरहेको छ। अब हामी धरानदेखि ओह्रालो झर्दै केराबारीदेखि ओह्रालो झर्दै अब कदम खोलाको पुल नेरी पुगेछौँ। यसै गरी पछाडि बसेर रुपी जस्तो च्यार 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 गर्दै थिएँ एउटा बदैनी। मैले अलि चाहिँ उसलाई कराउँदै थिएँ, कति धेरै बोल्छ भन्दै, तर बोल्नलाई उसको मुख रोकिएको थिएन। त्यही पनि मैले नसुने चाहिँ गरेर आफ्नै गतिमा स्कुटर हाँकिरहेको थिएँ। बोल्दै अनि पुग्यो कदम खोलाको पुल। यहाँबाट जाने क्रम चलिरहेथ्यो। हामी अलि बोल्दै पनि थियौँ र कदम खोलाको बिच पुलमा पुगेपछि बदैनीले क्यामेरा मुभिङ गरेको थियो। यसै गरी जाने क्रममा कदम खोला तर्ने बेला भएपछि हल्का बदैनीको लुक्स चाहिँ कस्तो छ भनेर देखाउन लागि एउटा फोटो पनि राख्दैछु। यस्तै छ उसको अनुहार र फुपाजुको यस्तो। फेरि हामी जाने क्रममा बिहे घरमा पुगेर हामीले इन्ट्री गरियो। त्यसपछि धेरै पाहुनाहरूको साथमा हामी पनि बिहेमा गोलमोलमा यतार उतार गर्दै, यो चाहिँ बेहुली र बेहुलीको बाउ पनि हुनुहुँदो रहेछ त्यहाँ, भिडियो बनाउने क्रममा देखियो र धेरै मानिसहरूको कार्यक्रममा उपस्थित भएको पनि देखिएको थियो। र यसै गरी हामी चाहिँ यहाँ छुट्टै कुर्सी टेबलमा बसिरहेथ्यौँ, हाम्रो आफ्नो टिम। त्यसपछि बदैनीलाई फेरि यता होइन यता भिडियो बनाउनुपर्छ भन्दै मेरो क्यामेरा खोसेर लगेर कता खिच्दै गरेको देखिरहेको थिएँ। भरे लास्टमा हेर्दा त बदैनीको सबै सोल्टीहरू रत्तै खिचेछ। मैले पनि केही भनिनँ, भन्नलाई चाहिँ उसकै इच्छा हो होइन, उसलाई मन परेको थियो। त्यसपछि फेरि मैले आफ्नै हातबाट क्यामेरा लिएर आफै खिच्न भएको थिएँ। यत्तिकैमा भिडियो समाप्त भयो।